एभ्रिवान हामी चाहिँ चप छुटेर चाङसँग गोस्कामा आएको थियौँ। गोस्कानबाट मासु लिएर जाँदैछौँ साथीहरू। हाम्रो चाहिँ एउटा दाइको चप चाहिँ ढिलो हुन्छ नि त, 11 बजीदेखि 3:30 बजीसम्म। अन्त ढिलो भएको कारणले बेलुका बेलुका भएको छ। हाम्रो चाहिँ यो चाहिँ लोकल बजारै आमा उहाँहरू नि परेवा देख्नुभयो साथीहरू तपाईँहरूले उहाँलाई के दामी परेवा र 4 रुपियाँको खानामा खाँदैछ। हाम्रो लोकल बजार चाहिँ यस्तो छ। 2 जना साथीहरू चाहिँ हामीलाई पर पर्खिरहेको छ। हामी चाहिँ 2 जना जाँदैछौँ। बोलाऊ तिमी पनि केही भन। कुकुरको लागि मासु ल्याएको भन्नु न। कुकुरको लागि मासु ल्याएको अरे बोल्नु सकिनँ म। या के भयो यो लाग्छ है मैले नि के माया लाग्दो भएछ त्यो कुकुर त। अहिले कस्तो शीतल भयो नि। औ गरम भएर पसिना चुहेर साथीहरू गाला मात्रै रातै भएछ। हुँदैन मेरो हुँदैन कता हाट बजार पस्ने उनीहरू त्यहीँ हाम्रो हाट बजार चाहिँ यस्तो छ साथीहरू। आइतबार पनि लाग्छ है, कम्ती हुन्छ आइतबार। मेरो त हिजो अलिकति उयो गरेँ हो सपिङहरू। लुगा किनेको नि हिजो पनि कि दादाले मार्छ होला मलाई। अस्ति पनि आएर किने होइन कुर्ताहरू बेस्टहरू किन्यो छैन फेरि लैजाउँ भन्दै थियो। जय मसी अस्ति लगेको चाहिँ भएन हो, सानो भयो नि त आमालाई दिएँ कि त्यही ठाउँमा। तर राम्रो छ है त्यहाँ नि। ए उहाँ छ त अन्त ऊ पर पनि छ त अन्त। उता भित्रपट्टि होला हौ। ऊ पर रहेछ